ल पछि फ्रीलाई काट्दैछौँ। बोसो चाहिँ कति नै रहेन रहेछ भने अचान लिएर त कुकुर लिएर म यहीँबाट काट्दिन्छु त्यही लिएर न मासु भुडीमा कुनै चिप्लो के यता होइन बिड चिप्लो के दाउरा दाउ पनि छ पराठै दाउले हाल्नु नि ज्याम ज्याम पखालेर मा हान न दादा पखाल त दाउ पनि पखाल्नुपर्छ अलिकति छ भने यतापट्टि मासु भन्नै पर्दैन ड्यामले खुकुरी छ खुकुरी लिएर आइज ल्याइसक्नु भएको छ खोइ खुकुरी यसरी राम्ररी आउँछ फुट्यो यहाँ फेरि ला पानी हाल छोरो पानी हाल त्यो दाउ बाबु दाउ दाउ यसको बारे काम यस्तै छ कि मलाई थाहा नि दुईटा काम गर्नै सक्दैन है पत्ताउनु हुन्न कि अब नजानी मान्छे हडबडीलाई एउटै कुरा नभन्नु न बाबु हडबडी हुनुहुन्छ अनि त्यसलाई दुईटा काम यता भन्नु त्यसलाई गाँठो पारिदिइहाल्नुपर्छ है हो गई होगा ठीक बा छिट्यो खर्च डर हुन्छ त हाम्रो त वीरेन्द्र वा त्यो त म हान्दै भनेको झन् यो किला निकाल्न त समाज त यार के छोडेर हिँडेको त्यही चाहिँ निकाल्नु काम गरेर त छोड ल माखा लाग्यो र पानी त्यसरी नहाल न मासुमा मासु मिठो हुँदैन धेरै पानी हाल्यो यस्तो टिचरको बराबर भइगयो नि कस्तो मजाले निकालेको बाबु गर्ने त्यसरी नै हो यहाँ ए आन्ध्र काट्ला उता फर्केर गर्न उताबाट यता फर्केर त्यो चाहिँ सानो चक्कुले पनि काट्थ्यो होला नि तरिका जाने भने सानो चक्कुले नि हुँदो रहेछ है हो त नि केही पनि चाहिँदैन ल दाउले हाल्नु
हान्न मन लाग्यो बिस्तारै हाने त्यो उचितेर प्लाट लगायो भने नि यो डरोसँग त्यहाँ डरोसँग त अनि बिस्तारै हान देउरी हातले एकै ठाउँमा हान बस हो गुड अर्को पनि अर्को निकाल्नै छ समात न पर्दैन यो यता समात भिडियो एकैताल झ्याममा आज थोडी दिनका दिन खास गाड दिनु पुलअप पुसअप गरे जस्तो गर्छ सुधा मिलेर जान्छ टुक्रा लाने होइन र यहाँ टुक्रा लाने होइन यहीँ टुक्राउनु बस यही भित्र टुक्रा हुन्छ फोहोर हुन्छ टुक्रा नि हुन्छ त्यहाँ मान्छे हिँड्छ नि यहीँ ठिक छ अहिले राख्नु त लगाएर सुक्यो भने कस्तो नाइकी नाइक बन्द गरिदिउँ गर्छ